अब आज चाहिँ अब यो मोटो भ्लगको लागि यो बाइक चाहिँ मैले पास गरिरहेको छु। अब यो काठमाडौँको यहाँबाट हाम्रो अदि स्टोर मेरो पसल रहेको छ त्यहाँसम्म म यो भिडियो नै त्यहाँबाट म खिचेर सातो बाटोको यो टुर पनि लान्छु। अब हामी सम्भवतः मुस्ताङ जाने प्लान गरिरहेछौँ। म र अर्को साथी हाम्रो राजेशजी छिमेकी। मुस्ताङतिर जाँदाखेरि अलिकति प्रोफेसनल मोटो भ्लगिङको चाहिँ इन्ट्रेस्ट छ। अडियो भिडियोको सामानहरू त्यसै पनि हामी त्यही फिल्डमा छौँ अडियो भिडियोमा र अलिकति देशको भनौँ न टुरिज्म सेक्टरलाई पनि अलिक फरक ढङ्गबाट आफूले सकेको कन्ट्रिब्युसन गर्ने कुराहरूमा हामी सबै नेपालीहरूले जोड दिनुपर्छ। यो भिडियोको माध्यमबाट सक्नेहरूले भिडियोको माध्यमबाट चाहिँ अलिकति संसारभरि जाने हुँदाखेरि अलिक बढी इफेक्टिभ हुन्छ। यो भाइ जोसँग यो बाइक लिएको हो, यो चाहिँ सेकेन्ड ह्यान्ड बाइक हो। 390 भएको हुँदाखेरि यसको इन्जिन एकदम राम्रो छ। अलिकति सेकेन्ड ह्यान्ड लिँदाखेरि अफरोडहरू जाँदाखेरि चाहिँ अलि राम्रो पनि हुन्छ भन्ने हो। अहिले यो रिङ रोडमा चाहिँ 50 को स्पिड लिमिट हुन्छ। 50 भन्दा माथि स्पिड गयो भनेदेखि अथवा बाइक चलायो भनेदेखि पहिलो कुरो त दुर्घटना हुन्छ। हामीले ट्राफिक नियमको लागि मात्रै 50 स्पिड मेन्टेन गर्ने होइन। प्राय चाहिँ अब हामीले आफ्नो सुरक्षाको लागि पनि स्पिडमा चाहिँ गाडीहरू ट्राफिक नियमको पालना चाहिँ गर्नुपर्छ। तर अब काठमाडौँमा चलाउने मान्छेहरू डिपेन्ड गर्छ। धेरै मान्छेहरू अब ट्राफिक नियमको पालनाहरू गर्दैन, लेनको पालनाहरू गर्दैन। कतिपय कुरा हामीले पनि नजानेको हुनसक्छ। त्यो अवेरनेस चाहिँ हामीलाई पनि नहुन सक्छ, किनभने यो त सिक्दै गर्ने कुरा हो। अहिले यो कलङ्की हो। यो अब यतातिर चाहिँ यो कलङ्की साइडदेखि अब यता चाबेल महाराजगञ्जतिर चाहिँ अब यो रिङ रोड विस्तारको काम भइरहेछ। अलि बेसी पल्युसन हुन्छ यता चाहिँ बाइक चलाउँदा। आज काठमाडौँमा एकदम गर्मी पनि छ, अलिकति गर्मी नै जस्तो फिल भइरहेछ। अब यो कलङ्कीको अन्डरपास र ओभरहेड दुइटै छ यहाँ। नेपालको अब अन्डरपासमा अलिकति ठुलो भनेको यही हो पहिला बनेको। यो पनि कति देख्न सकिन्छ यहाँ तपाईँले हेर्न सक्नुहुन्छ। यो चाहिँ नेपाल चीन मित्रता कायम रहोस् भनेर यो रिङ रोड नै चीनको सहुलियत अनुदान हो कि उनीहरूले सहयोग गरेको हो, म एक्ज्याक्टली कन्फर्म चाहिँ छैन। त्यो चीनले बनाएको हो। र यहाँ चाहिँ हामीले रिङ रोडमा चाहिँ स्ट्रिक्टली 50 को स्पिड चाहिँ हामीले मेन्टेन गर्नुपर्छ। नभएदेखि अब 50 भन्दा बेसी स्पिड भयो भने पहिलो कुरो त दुर्घटना हुन्छ। नभएदेखि ट्राफिकले चिट पनि काट्छ। ट्राफिकको एउटा राम्रो उनीहरूले प्रमोट गर्छ, नियम पालना गर्दाखेरि फ्री छ। तर नियम उल्लङ्घन गर्यो भने चाहिँ अलिकति महँगो पर्छ भन्ने उनीहरूको नियमको एउटा स्लोगन मैले पढाएको थिएँ। राम्रो लाग्यो। एउटा सिभिलाइजेसन भनौँ न, एउटा देशमा बसिसकेपछि सिभिल सोसाइटी भनौँ न, अलिकति सिभिक सेन्सहरू चाहिँ लगाउनुपर्छ हामीले धेरै। हाम्रो
हाम्रो युवा भाइहरूलाई चाहिँ म चाहिँ के भन्न चाहन्छु भने अब बाइकको पावर एकदमै ठुलो छ भन्दैमा धेरै हाहुँ गरेर चलाउनु, त्यसले चाहिँ आफ्नो जीव ज्यानको पनि सुरक्षा हुँदैन। कतिजनाले चाहिँ अकालमै ज्यान गुमाएको अवस्था छ। त्यसले गर्दाखेरि स्पिड चाहिँ जहिले पनि मोटरसाइकलमा हिँड्दा वा गाडी सवारी साधनमा हिँड्दाखेरि स्पिडलाई चाहिँ हामीले एकदम ध्यान दिनुपर्छ। अहिले ठिकै पनि हो, अब धेरै दुर्घटनाबाट बच्नको लागि चाहिँ हामीले सवारी साधन चाहिँ कमै चलाउनुपर्छ। यो हामी देख्न सक्छौँ। यो बल्कु यतातिर बाटो लगभग बनिसकेको छ। यो साइडमा चाहिँ अलिकति बाटो सर्भिस लेन चाहिँ यहाँ बनाउँदैछ। बाटोहरू अलिअलि रिपेयर मेन्टेनेन्सको काम चाहिँ बाँकी छ। यस्तो डबल लाइन भनेको चाहिँ स्ट्रिक्टली त्यहाँभन्दा उता क्रस नगर्ने भनेर भनेको हो। बिचमा जुन डबल लाइन देखिन्छ। अनि आजको यो भिडियोमा चाहिँ हाम्रो अदि स्टोरको लोकेसन भिडियो पनि म यसैमा अट्याच गर्छु। हामीसँग अडियो भिडियो ब्लगिङ आदि इत्यादि सामानहरूको लागि चाहिँ अदि स्टोरले चाहिँ इक्विपमेन्टहरू हामी कहाँ पाउँछौँ। DJI लगायत पडकास्ट स्टुडियो थुप्रै सामानहरू छ। यो चाहिँ हामी अहिले कुलेश्वर चोकमा आएको छौँ। आज गर्मी असाध्यै गर्मी छ। त धेरै दिन भइसक्यो गर्मी भएको। अब यहाँबाट हेर्दाखेरि यो चेस्ट गार्डबाट पनि भिडियोहरू राम्रै आउने रहेछ। काठमाडौँको ट्राफिक पनि एकदमै धेरै भइसकेको छ। बल्कु चोक हो यो। बल्कु चोकबाट चाहिँ सिधा हामी यता कुलेश्वरतिर जान्छौँ। यतातिर चाहिँ TU ग्राउन्डतिर जाने र हेटौडा जाने बाटो पनि पर्छ यो दक्षिण काली हुँदै। लाइट पनि ठिकै छ। बल्कु भन्दा पनि यसलाई बल्कु नै भन्छ। कारण यदि अब काठमाडौँमा भर्खर आउनु भएको छ, बाइक चलाउँदै हुनुहुन्छ, रिङ रोडमा अरू कसै साथीभाइ आफन्तको बाइक लिएर हिँडिराख्नु भएको छ भने चाहिँ 50 को स्पिड चाहिँ कम्पलसरी छ है। 50 भन्दा बेसी गयो भने ट्राफिकले जुनसुकै समयमा पनि चिट काट्न सक्छ। र चिट काट्दाखेरि क्लास पनि लिनुपर्छ र पैसा पनि खर्च हुन्छ, समय पनि बर्बाद हुन्छ। अलिकति म रङ साइडमा आएँ। म खासिँदै जानुपर्ने हो। एकदमै गर्मी छ आज। त्यस्तो जाममा चाहिँ काठमाडौँमा पनि धेरै गर्मी हुन्छ। यस्तो हुन्छ यो। यसको सिसी अलिकति बेसी छ र म पनि त्यस्तो हात ठ्याक्कै बसिसकेको छैन नि त। बाइक त म धेरै वर्ष भयो चलाएको, तर यसमा चाहिँ हामीले गियर डाउन गरेन भनेदेखि पावर बेसी भएको कारणले गर्दाखेरि 390 होमा चाहिँ पावर बेसी नै हो। गियर डाउन गरेन र
अनि बाइक स्टार्टमै छ भने छोड्ने बेलामा चाहिँ फेरि 1 मा छ जस्तो लाग्दो रहेछ। अनि त्यो बेलामा चाहिँ यो ठ्याक्क बन्नुपर्छ। कतिपय अवस्थामा हामीले यो लेनको कुराहरू चाहिँ जानिराखेको हुँदैन। कोही यता चलाइरहेको छ, कोही उता चलाइरहेको छ। नेपाल लगायत यो एसियन थुप्रै कन्ट्रीहरूमा सानो सानो देशहरू, बङ्गलादेश, पाकिस्तान, इन्डिया लगायतको देशहरूमा चाहिँ यो लेनको अनुशासनको चाहिँ अलिकति समस्या छ। साइकल गाडी अलि विकसित देशहरूमा चाहिँ के हुन्छ भने लेन अनुशासन चाहिँ एकदमै मेन्टेन गरेको हुन्छ। गाडीहरू पनि एकनासले हिँडेको देखिन्छ। रिङ रोडमा हामीले सबभन्दा चाहिँ 50 को स्पिड हो, त्यहाँ अगाडि बसिरहेछ स्पिड चेक गर्नुलाई ट्राफिक। उनीहरू चाहिँ यहाँनिर बसिरहेछ। यो चाहिँ क्यामेराले पनि सेन्ट्रल उनीहरूको कन्ट्रोल रुममा कुन बाइक नम्बर कति चाहिँ स्पिडमा गएको भनेर ठ्याक्कसँग हुँदो रहेछ। अनि ठाउँमा बसेर फाइन चाहिँ तर हानिरहेछ। त्यही भएर 50 को स्पिडभन्दा बेसी काठमाडौँको रिङ रोडमा अथवा नेपालको कुनै पनि ठाउँमा अलिकति स्पिडको लिमिट भएको ठाउँहरूमा चाहिँ सकभर स्पिड लिमिटमै चलाएको राम्रो। अब त्यसले एक त दुर्घटना बचाउने भयो, अर्को चाहिँ ट्राफिक आवागमनलाई पनि अलिकति सहयोग हुने भयो। चाहिँ अब कान्तकुना होइन, यो यता बागडोलको छेउमा छ। आजको यो भिडियोमा चाहिँ म 7 बाटोबाट भित्र छिर्छु र 7 बाटोबाट भित्र छिर्दाखेरि चाहिँ रिङ रोडको धेरै भाग चाहिँ कभर हुन्छ है। काठमाडौँ अब यस्तो ग्रोइङ भइरहेछ कि अब मान्छेको बसोबास अब धेरै हिसाबले चाहिँ यहाँको पपुलेसन पनि यस्तो बढिरहेछ कि अब यो यत्रो कति लेन भनेदेखि 1 2 3 4 4 लेन चाहिँ सेन्टरमा छ। 5 6 7 8 लेन नै छ क्यार। अनि सर्भिस लेन गर्दाखेरि त यो त 10 to 12 लेन नै हो। यो 12 लेनमा पनि अब अहिले लगभग जाम हुने अवस्था आइसकेको छ। र यो अहिले जुन यस्तो समयमा चाहिँ चोकमा बसेर हामीले यस्तो जाममा परियो भने चाहिँ एकदमै गर्मी छ। बाइकको इन्जिनको पार्टबाट पनि खुट्टामा पनि तातो आउने र टाउकोबाट पनि तातो आउने र इन्भाइरोमेन्ट पनि पुरै गर्मी छ। र अगाडि हामी देखिरहेछौँ धुलो कस्तो उडाइरहेछ त्यो ट्रकले। हिजो बेलुका एउटा कन्स्ट्रक्सनको गाडी होला, त्यसले त धेरै धुलो उडाएको थियो। ओहो, पछाडिको मान्छेलाई त एकदमै समस्या पार्ने गरी धुलो उडाएको थियो। प्रदूषणको पनि एकदमै समस्या छ। यो चाहिँ यातायात कार्यालयको अगाडि हो कान्तकुना। अलिकति पुरानो गाडीहरू चाहिँ धुलो बेसी उडाउने गाडीहरू चाहिँ अलिकति काठमाडौँको हिसाबमा पोल्युसन चाहिँ यिनीहरूले धेरै बढाउँछन्। यो ढुवानी गर्ने बाहिरबाट आउने गाडीहरू अगाडि हेर्नु न कति धेरै धुलो धुवा छ। सबै हाम्रो फोक्सोभित्र जाने त यो ट्रकले कति धुलो उडाउँछ है। अहिले हेर्नुभयो भने हेर्नु कस्तो धुलो। डिजल गाडीहरू धुवा त उडाउँछ होला, तर अलिक बेसी नै धुवा उडाउने कि।
सुरुमा यो रिङ रोड चाहिँ अलिकति एक्सपान्सन हुने बेलामा अहिले भर्खर यो लाइटहरू हालिरहेछ। अगाडि हामी यो सेतो पोलहरू देख्न सक्छौँ। यो ललितपुर महानगरपालिकाको समन्वयमा हालेको लाइट हो जस्तो लाग्छ। केही समय अगाडि चिरी बाबु मेयर साहबले चाहिँ यसको कति 2 वर्ष कि कतिको मेन्टेनेन्स 5 वर्षको मेन्टेनेन्स चाहिँ अब यो ठेकदार कम्पनीले नै गर्ने भनेको सुनिरहेको मैले। एकदमै अँध्यारो हुन्छ यहाँ राति, डेन्जर हुन्छ। अनि धेरै एक्सिडेन्ट सुरुमा यो रिङ रोड ठुलो बन्यो यहाँनिर चाहिँ अब भर्खर बाइक चलाउनेहरूले केटाहरूले अथवा चाहिँ सिक्नेहरूले चाहिँ यहाँ बाइकको स्पिड एकदम धेरै बनाउने कारणले धुलो हेर्नु न धुवा यस्तो भएपछि त अनि पुरै इन्भाइरोमेन्ट त यो त अलिक कमै हो तर सिधै मेरो मुखमा आइरहेछ। पुरा आइरहेछ अहिले 53 भएछ है। 53-54 हुने बित्तिकै समातिहाल्छ। 4-5 को चाहिँ स्पिडलाई कन्सिडर गर्छ क्या र। तर अब अलिक बेसी भयो भने त चेकिङमा पऱ्यो भने त फाइन हानिहाल्छ। कलङ्कीबाट सातो बाटोसम्म आउँदा पनि धेरै ठाउँमा जाम पर्छ। अब सातो बाटो पनि गोवारको जस्तै जाम हुने ठाउँ भएको छ। तपाईँ अदी स्टोरको लोकेसन भिडियो म यहाँ राख्दैछु। यो चाहिँ हामी कलङ्कीबाट आउँदाखेरि यो ठेचो जाने बाटो हो। ठेचो जाने बाटो भनेको यो चापागाउँतिर जाने बाटो हो। यो चाहिँ यहाँबाट अगाडि आएपछि सातो बाटो चोक आउँछ। यो महालक्ष्मी थानबाट यता बल्कुतिरबाट आउँदाखेरि उताबाट आउँदा चाहिँ कोटेश्वरबाट गोवारको हुँदै आउँदाखेरि चाहिँ यही चोकमा हामी पुगिन्छ। अनि यहाँबाट हामी राइट लिन्छौँ। कलङ्कीबाट आउँदा राइट, कोटेश्वरबाट आउँदाखेरि लेफ्ट चाहिँ गोदावरी जाने बाटो हो यो। र यो लोकेसन भिडियो चाहिँ अब म यहाँबाट बनाउने कोसिस गरिरहेको छु। यो चाहिँ सातो बाटो प्रहरी चौकी भयो। यो चोक हो। हामी अहिले एकछिन ट्राफिकमा परेको छौँ। मेरो विचारमा 24 सेकेन्ड चाहिँ बाँकी छ। अदी स्टोर धापाखेल जानलाई चाहिँ तपाईँ लगनखेलबाट आउनुभयो भने यहाँबाट सिधै भित्र जानु पर्यो। कोटेश्वरबाट आउनुभयो भनेदेखि लेफ्ट साइडमा गोदावरी जाने बाटोमा छिर्नु पर्यो। र धापाखेल जानलाई यता कलङ्कीबाट आउनुभयो भने चाहिँ यो यहाँबाट दाहिनेपट्टि भित्र छिर्नु पर्यो। र जाम चाहिँ खुलिसकेको छ। यहाँबाट यो चोकबाट चाहिँ तपाईँ यता दाहिनेपट्टि टर्न लिनु पर्यो अदी स्टोरको लागि। र यो चाहिँ गोदावरी जाने बाटो हो। यहाँ सातो बाटो प्रहरी ट्राफिक प्रहरी कार्यालय छ चोकैमा। र यो चाहिँ सेल्सबेरी हो। यो सेल्सबेरी डिपार्टमेन्ट स्टोर हो। र यहाँबाट यो सिधै चाहिँ गोदावरी जान्छ। र यहाँबाट हामी यतापट्टि राइट टर्न लिनु पर्यो धापाखेल जाने बाटो। यो सेल्सबेरीको ठ्याक्क क्रस भएपछि यो ललितपुर महानगरपालिकाको चाहिँ यो 15 नम्बर
वडा कार्यालय हो यो र यहाँबाट हामी सिधा यो कृषि अनुसन्धानको यहाँ थुप्रै यो खुला जग्गा छ। यहाँबाट हामी सिधा अगाडि आयौँ भने एकदम स्ट्रेट अगाडि आयौँ भने हामी अदि स्टोरको अब यहाँ धेरै पनि छैन। यहाँ मेरो विचारमा सातोपाटो चोकबाट 800 मिटर त्यस्तै छ होला। यहाँबाट सिधा आउने र यहाँबाट आइसकेपछि जुन अगाडि हामी देख्छौँ डाउनटाउन अपार्टमेन्ट छ। डाउनटाउन अपार्टमेन्ट आउँछ सबभन्दा पहिला। यहाँबाट ओह्रालो आयो डाउनटाउन अपार्टमेन्ट भयो र यतापट्टि इसी मोडको अफिस जाने यो चोक आउँछ र यो हामी यतापट्टि चाहिँ हेर्न सक्छौँ। यो डाउनटाउन अपार्टमेन्ट हो यो र यहाँ बिग मार्ट आउँछ। यो बिग मार्ट भयो। यहीभन्दा अलिकति अगाडि आउनुभयो भने हाम्रो अदि स्टोर चाहिँ यहाँ छ। यो ठ्याक्क त्यहाँनिर छ। त्यहाँनिर हामी अदि स्टोरमा आइपुग्छौँ र यो चाहिँ अदि स्टोरमा हामी पुग्यौँ। यो चाहिँ अदि स्टोर। ल तपाईँहरू लोकेसनको लागि यहाँ आउन सक्नुहुन्छ। अहिले भाइ खाना खान गइरहेछ जस्तो छ।